इसके ऊपर पड़ा एउटा भिडियो त राम्रै बन्छ फेरि आवश्यक पर्दा ठिक थियो है फलाना फलाना हिजो हाम्रा काम गरेका हुन् तिनलाई चाहिँ हामीले बोलाएर काम गर्न सक्यो भने त्यो राम्रो गर्छन् है भन्ने खालको इमेज जहाँसुकै जाँदा नि पनि त्यसले न कि एउटा कम्पनीको मात्रै होइन तपाईँको रेपुटेसनका लागि भोलि त्यो हामीले उज्जवल भविष्यको कामना गर्दै गर्दा त्यसले तपाईँलाई भोलि जहाँसुकै जानका लागि ढोका मार्ग प्रशस्त गर्छ ओपन गर्छ हामी पनि भोलि जहाँ गए पनि हाम्रा भाइ बहिनीले यो फलाना ठाउँबाट अलिकति यसरी काम गरेर आएको भन्दा त्यो कम्पनीको पनि इज्जत रहन्छ क्या त्यस हिसाबले आफ्नो स्टार्टिङ भएको ठाउँलाई कहिल्यै बिर्सनु हुँदैन त्यो हिसाबले सम्झनु होला र बाहिर गएर यहाँ चाहिँ काम गर्ने सिलसिलामा आफ्नो त्यो उज्जवल भविष्यका लागि त्यो इमान्दारी र लगनशीलता हामीले यहाँलाई त्यो खालको एकदम उज्जवल भविष्यका लागि आरकेटी होल्डिङ्स कम्पनी ग्रुप अफ कम्पनी छ त्यो सबै कम्पनीको तर्फबाट हाम्रा भाइ बहिनीहरूलाई त्यो शुभकामना व्यक्त गर्छ आज हामीले यस फोटो अवधिको क्रममा पनि हाम्रो विगत चाहिँ केही वर्षदेखि 2-3 वर्षदेखि हाम्रो जुन आइटी विभागमा रहनुभएका कर्मचारीहरूलाई एउटा चाहिँ विदाई कार्यक्रमको रूपमा चाहिँ केही कार्यक्रम गरौँ भनेर चाहिँ छोटो समयमा नै यहाँ सदैवैले चाहिँ सहयोग र हात मैलो गरेर आज हामी यस कार्यक्रममा चाहिँ सहभागी भएका छौँ त्यसलाई चाहिँ म निकै नै धन्यवाद ज्ञापन दिन चाहन्छु विगत चाहिँ हामी 2-3 वर्षदेखि सँगसँगै काम गर्दाखेरि कतिपय कुरा चाहिँ कम्पनीले सिकाए कतिपय कुरा चाहिँ हामीले कम्पनीलाई पनि दिएका छौँ अघिल्लो सरहरूले भने जस्तै जुन हामी कर्मचारीको रूपमा गर्दाखेरि कामहरू सिक्दै गयौँ र अबको यो संस्थाबाट बिदाई मात्रै होइन कि हजुरले चाहिँ नयाँ बाटो पनि एउटा चाहिँ सिर्जना हुन्छ र म आफै पनि वाणिज्य ब्याङ्कमा काम गर्दाखेरि अझै पनि त्यो नेटवर्कले चाहिँ मैले यो कम्पनीलाई पनि थप योगदान गरिरहेको छु र त्यता मेरो तर्फबाट पनि उता पनि योगदान हुन्छ एउटा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यहाँ हजुरको बिदाई गर्ने क्रममा पनि यो हाम्रो औपचारिक रूपमा बिदाई भए पनि अनौपचारिक रूपमा हामी सधैँ हजुर साथमा रहन्छौँ र हजुरहरू पनि हामीलाई कम्पनीको तर्फबाट जति सक्दो अरू प्लेटफर्ममा गएर पनि सहभागी गर्नुहुन्छ भन्ने मैले सोचेको छु र हाम्रो यो क्षेत्रमा आइटीमा काम गर्दै जाँदाखेरि कतिपय कुरा चाहिँ हामीले चाहिँ एक आकाशमा ह्यान्डओभर गरेर पनि फेरि पनि हजुरको साथ सहयोग हुँदाखेरि हजुरले त्यसमा पनि समर्थन गर्नुहुनेछ भन्दै आज यस फोटो अवधिको कार्यक्रमलाई औपचारिक रूपमा चाहिँ हामीले यो कार्यक्रम समाप्त भएको घोषणा गर्न चाहन्छु र अनौपचारिक रूपमा चाहिँ हामी अझै रमाइलो गर्नेछौँ र विभिन्न कार्यक्रमहरू खेलहरू पनि हामी यहाँ गर्नेछौँ भन्दै यो चाहिँ औपचारिक कार्यक्रम